नेपालीहरूको महान चाड विजय दशमीको शुभकामना सेवा नमस्कार। मैले चाहिँ दसैँको लागि चिकनको अचार तयार गरिसकेपछि मिनीसँग गएर दसैँ बोलाउनलाई सरसफाइ कार्यक्रम गरेँ। अनि यो चाहिँ देख्न सक्नुहुन्छ लोकल सुप दसैँको लागि। म चाहिँ रेडी भएर बजारतिर लागेँ, किनभने मलाई चाहिँ 1 रुपियाँको किन नहोस्, सपिङ गरेन भने दसैँ जस्तो लाग्दैन। र छोटु सरकारले चाहिँ मलाई पनि पर्फ्युम ल्याइदिनुहोस् न भन्नुभयो, अनि एउटा पर्फ्युम पनि ल्याइदिएँ। बेलुका आएर दाजुले चाहिँ वाचिपाको लागि चाहिँ तिते निकाल्नु हुँदैछ। अनि म चाहिँ किचनतिर गएर लड्डुतर्फ लागेँ। यो चाहिँ बेसनको लड्डु हो, सधैँ चनाको लड्डु बनाउँथेँ मैले। र यसमा चाहिँ मैले काजु बदामहरू पनि एड गरेको छु। मलाई चाहिँ बाहिरको लड्डुहरू जे खानेकुरा पनि घरमै होममेड मनपर्छ, त्यही भएर मैले लड्डु सबैको लागि बनाइसकेँ। अनि हाम्रो जमरा चाहिँ कस्तो भयो भनेर मैले हेरेँ, एकदम राम्रो भएको थियो। थ्याङ्क यू फर वाचिङ।